यो चाहिँ हामीले युनिफर्म लगाइसकेको छ हो। यहाँ चाहिँ अब हामी युद्धमा जान आँटेको। काम चाहिँ फेरि खतरा गर्छ हामी चाहिँ मिल्यो भने चाहिँ जङ्गल त फेरि जस्तो नि फाडै हुन्छ नि। यहाँ के लाग्यो यहाँ हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। र फाइनली सबैलाई मेरो तर्फबाट गुड मर्निङ। र साथीहरू आज चाहिँ म लास्ट ड्युटी गर्न आँटेको। म चाहिँ आज लास्ट मेरो ड्युटी हो, किनभने आज बगानमा मेरो चाहिँ लास्ट हुन्छ ड्युटी। किनभने म आज पर्सि चाहिँ म जाँदैछु चेन्नई। र त्यसै कारणले आज चाहिँ अन्तिम दिन हो मेरो जुन काम बगानमा काम चाहिँ। र मैले नजान्दा भन्दै थियो, तर पनि एक दिन भए पनि गइराख्छु भनेर चाहिँ आज चाहिँ म निक्लेको हो। सबै कुरो रेडी छ। र फाइनली साथीहरू यत्रो 4-5 महिना त म फर्स्ट टाइम गाउँमा बसेँ होइन। ठिकै लाग्यो, रमाइलो लाग्यो होइन। 5 महिनासम्म बस्यो, यसपालि त 5-6 महिना भनौँ न। यो अब जुलाईसम्मको त 6 महिना हुन्छ। 6 महिना त अब म बसेँ होइन। अब अन्तिम मेरो यो जाने टाइम आइसक्यो हो। अब म चाहिँ अब 10 तारिक चाहिँ म जाने हो। अनि गएर चाहिँ अब कहिले आइन्छ घरमा होइन, थाहा हुँदैन। अब पुग्छ 1 साल 2 साल होइन, त्यतिखेर चाहिँ अब फेरि आउनुपर्छ। र अहिले फेरि जाने बेलामा पानी परिरहेको छ हो। पानी पनि सिमसिम परिरहेको छ। अब भिज्ने रहेछ। अब रेनकोट चाहिँ लगाएर जानुपर्छ। र अब चाहिँ सामान लगायो हो मैले। जस्तो सुकै बनाए पनि खाउँ न हो। अब बनाइसकेपछि यो चाहिँ हामीले युनिफर्म लगाइसकेको छ हो। यहाँ चाहिँ अब हामी युद्धमा जान आँटेको। यो अब त गएको अगाडि मेरो लागिसकेको छ। अहिले कराउँछ होला फेरि। सबैजना यहाँ मेरोमा आइपुगेछ। म चाहिँ अब गएको लुक्सा खतरा भइरहेको नि। आम्माहो ढिलो भयो नि, आज त कराउँछ होला। सबैजना मेलो गरिरहेको छ उहाँ। सबैजना काममा व्यस्त छ। सबै काममा भाइ हो। आम्मा कता कुद्नु भएको तपाईँले? कसले? ओ राजनले? त्यसले जहिले पनि सधैँ बस्छन्। के भएर सल्लु? यहाँ सबै केटाहरू काम गरिरहेको छ अहिले चाहिँ होइन अरे। हाम्रो दोस्तै पछाडि फर्किहाल्छ छाता बोकेर। भिडियो नल्याउनु भन्छ। ओइ सलमान त भिडियो नल्याउनु भन्छ त। आज लास्ट दिनमा भिडियो गर्दै त दोस्तको त। लो यता हेर्दा ह्यान्डसम देखिरहेको छ। लाइभ होइन हौ। तपाईँलाई कराउँदैछ त हो उहाँबाट कामदारले। मेलो त चिनेन अरे तपाईँले भन्दैछ त। बडा के खानुभयो आज के खानुभयो? खाएन के पनि? दाल भात खानु भएको? ए तपाईँ त सबै भिजेछ त अन्त। सबै भिजेछ त अन्त। सबै भिजेछ त पानीले। यहाँ चाहिँ हाम्रो सबैजना काम गर्ने केटाहरू अहिले सबैजना काम गरिरहेको छ। यहाँ चाहिँ लगभग 25-30 जना जस्तो छ। सिंह छिटो ल्याउनु, छोड्यो तपाईँ। काम चाहिँ यस्तो छ होइन। अब हाम्रो पनि टाइम हुन आँट्यो, छुट्टी हुन आँट्यो। यहाँ चाहिँ हाम्रो बडा छ उता भन्दैछ। यहाँ चाहिँ मेरो टिम चाहिँ यहाँ चाहिँ यङ केटाहरू छ। ओ दोस्त यता हेर्दा न। ओ दोस्त क्यामेरा हेर्नु खोज्दैन फेरि। दबाई चाहिँ खालि दाउरा खोज्नु ल। दाउरालाई घाँस मात्रै खोज्नु ल। काम गर्नु आएको मान्छे साहेबलाई पठाइदिन्छु भिडियोमा। अब कहाँ भएको तिमी भाइ? सक्यो काम? यहाँ चाहिँ हाम्रो मोहन दाजु छ। काम सक्यो? सक्यो अरे काम।
त्यो फेरि खतरा गर्छ हामी दुई मिल्यो भने त्यो जङ्गल त फेरि जस्तो पनि फाडै हुन्छ नि यहाँ के लाग्यो यहाँ त्यो चाहिँ साथीहरू फाइनल्ली म आइपुगेको छु घरमा तर घरमा आएको त डल्ली त छैन रहेछ कता गएको छु डल्ली आमा चाहिँ यहाँ बसिरहेको छ न त गाइस यही हो जिन्दगी गाउँको चाहिँ होइन तपाईँलाई कस्तो लाग्छ लाइक सब्सक्राइब गरिदिने मेरो च्यानल ल बाई बाई साथी